ल है त गाइस अब ड्युटी लाग्ने के गर्नु होइन घरमा आएपछि ड्युटी जानै पर्छ त्यही त हो यो हाम्रो मन्दिर ओ माने पेन ल्याउँ यो चाहिँ अब हाम्रो गाउँ चाहिँ छोटाकोटी हो भिरगाउँहरू भनिन्छ यो चाहिँ तपाईँको मिनुक्थिङ बाक्लो गाउँ हो गाउँको बाटो है यस्तै छ फ्यामिलीहरू सबैजनाले मलाई माया गरेर मेरो भिडियो हेरिदिनु हुने सबैलाई चल्टा तपाईँको 1 मिनट स्टेट ग्याम आइज कहाँ गएको चढ चढ न त जाँदैनस् आइडी होइन कभरमा हाल्नुपर्छ ल भिडियो गरेको भाइ सानो ल आइज ल आई लभ मिरिकथुङ लेखेको जग्गा यो चाहिँ हाम्रो अब हाम्रै भ्यालीको हो ल है तपाईँहरूले देख्नु सक्नुहुन्छ बाटो उकेर निकै खतम भइसकेको थियो अहिले हाम्रो गाउँकोले श्रमदान गरेर चाहिँ फेरि चाहिँ गरेको छन् गाउँको केटाहरूले धेरै राम्रो गर्यो केटाहरूले है अब गर्नुपर्छ आफ्नो गाउँको लागि अस्ति तपाईँको दुधे ब्रिज बिग्रिँदाखेरि चाहिँ मानिसहरू यो बाटोबाट यताबाट सिलगढी जाँदै थियो यहाँ पनि लेखेको छ यताबाट जाँदै थियो हाम्रो गाउँ चाहिँ ओह्रालो हो यताबाट जानुपर्छ यताबाट तपाईँको नोलहरू पुटुङहरू हुँदै उँधो जाने र यता उकालो चाहिँ मिरिक चिमेटा यो चिमेटाहरू अगाडि जानुको लागि चाहिँ यता जानुपर्छ टिङलिङ फाटाको लागि चाहिँ उकालो डाँडा डाँडा देख्नुहुन्छ मेरो स्क्रिनमा सिलगढीहरू जाने सिंहमारी अगाडि यता चाहिँ तपाईँको लगाएको छ नि आई लभ मिरिक लेखेर छुट्टी बसेर आउनु पऱ्यो भन्दै थियो स्कुटीमा चाहिँ साह्रै डर लाग्छ देखेर राम्रो हुँदैन फर्स्ट यता लटक पनि ढाँडो जाने बाटो यहाँ मन्दिर साह्रै राम्रो मन्दिर छ यो मन्दिर
छैन जग्गा राख्ने हेलो हेलो ओ गाडी लक गरिदिएको छिन है ल